नमस्ते, म मनोज सायर राई हाल रोमानियाको प्लस्टी भन्ने ठाउँमा छु। आज घुम्दा घुम्दै म चाहिँ पार्कतिर आइपुगेको छु। कुरा अगाडि बढाउनुभन्दा पहिले म नेपाली दाजुभाइ दिदीबहिनी अनि आमा बुबा बाजे बज्यू हजुरबुवा हजुरआमा सबैजनालाई म मनोज सायर राईको तर्फबाट 2082 सालको मङ्गलमय शुभकामना, ह्याप्पी दसैँ, सबैले राम्रोसँगले मनाउनु होला, खुसी मनाउनु होला भन्दै आज घुम्दै जाने क्रममा भेटघाटको साथीभाइसँग भेटघाटको क्रममा यहाँ मैले एकजना दाजुलाई भेटेको छु, जो चाहिँ मैले बुझे अनुसार समाजसेवी हुनुहुन्छ। उहाँ दाजुसँग पनि केही भलाकुसारी गर्नु मन लागेर म यहाँ रोकेको छु। आउनुहोस्, म दाजुसँगै कुरा गर्छु, दाजुसँग केही प्रश्न गर्छु, तपाईँहरू सुन्दै जानु होला है त। दाजु नमस्ते। नमस्कार। अनि दाजुको नाम? मेरो नाम चाहिँ भाइ हिमाल विष्ट हो। मेरो घर चाहिँ झापा पूर्वी नेपाल कन्काई नगरपालिका वार्ड नम्बर 3 पर्छ। म समाजसेवी भन्दा पनि सामान्य नागरिकको रूपमा आफूलाई चिनाउन चाहन्छु। हजुर। अनि दाजु, अब घुम्दा घुम्दै अब तपाईँसँग यसरी भेट हुन्छ भनेर मैले एक्सपेक्ट गरेको थिइनँ, तर पनि भेट भयो। तपाईँसँग के कुरा सोध्न मन लाग्यो भने नि, अहिले यो बेलामा पनि जे भए पनि अब तपाईँ हामीभन्दा सिनियर हुनुहुन्छ, एजले पनि हरेक कुराले बुझ्नु भएको छ। अनि यो बेलामा पनि तपाईँ बाहिरिनु भएको छ। यो अवस्था तपाईँको उमेर एज अनुसार तपाईँ हेर्दाखेरि अहिले बाहिर नआउने एज हो, तर तपाईँ आउनु भएको छ। तपाईँ के कारणले र किन चाहिँ तपाईँ बाहिरिनलाई बाध्य हुनुभयो त? पक्कै पनि प्रश्न भाइले धेरै राम्रो गर्नुभयो। र म चाहिँ अलिकति बाहिरिनुको कारण चाहिँ के हो भन्दाखेरि, वास्तवमा मेहनत र परिश्रम गरेर चाहिँ आफ्नो राष्ट्रमा होइन अब फर्क्यौँ पछि भावी सन्ततिको लागि अलिकति केही आर्थिक अथवा एउटा आफू मेहनत गरेर परिश्रम गरेर केही लगानी गर्ने वातावरण बनाऊँ भनेर म परदेशीको। र वास्तवमा अहिले नेपाल मतलब अब हामी आज यो छुट्टीको समयमा भाइसँग भेट भयो है। र अहिले चाहिँ अब धेरै राम्रो अथवा यो मौसम वातावरण अब यो उमेरमा भन्ने कुरो उमेरले छेक्दैन पनि पक्कै पनि होइन। अब वास्तवमा उमेर भनेको यस्तै हो भाइ। अब अलिकति अब मेहनत परिश्रम गरेर खानुपर्छ भन्ने चाहिँ अब सानैदेखि लत लागेको हुनाले अथवा त्यही सिद्धान्त बोकेको हुनाले यस्तो परदेशी हो। अनि ल ठिक छ, हजुरको सोच पनि सुन्यो परदेशको बारेमा चाहिँ। म हजुरसँग अर्को पनि प्रश्न जोड्न चाहेँ। अहिले भर्खरै नेपालमा चलेको जेनजी प्रोटेस्ट जुन युवाहरूले चलायो, त्यो हजुरलाई बगाइदा राम्रोसँग थाहा छ, त्यो हामी सबैलाई थाहा छ। अनि यो विषयमा तपाईँ के भन्न चाहनुहुन्छ? जुन युवाले प्रोटेस्ट चलायो, तर युवाको माग भन्ने कुरा अब हाम्रो नेपालको धरोहर अब सिंहदरबारदेखि लिएर अब जनधनको क्षति नहुने थियो। युवाहरूको जहाँसम्म बुझ्दाखेरि अब के थियो उनीहरूको माग, र उनीहरूले यस्तो गरे या उनीहरूभित्र कोही थिए र उनीहरूले गर्न उचाले भन्ने तपाईँ के भन्न चाहनुहुन्छ यो विषयमा? धेरै राम्रो प्रश्न उठाउनु हो भाइलाई, धेरै धेरै धन्यवाद। र वास्तवमा यो नेपालमा जुन सरकारले गर्नुपर्ने भूमिका, जुन एउटा जनताले जे अपेक्षा गरेको थियो, जनताको अपेक्षा अनुसार काम नभएर जनता रुष्ट भएर चाहिँ एउटा जनताको आगो चाहिँ सल्केको हो। तर त्यो सल्किँदा पनि त्यो कस्तो हो भने एउटा मतलब एउटा यो घुसपेट नै भएको जस्तो मलाई लाग्छ। किनभने नेपालका जति पनि सार्वजनिक सम्पत्तिहरू छन्, सिंहदरबार भयो, सांसद भवन लियो, नगरपालिका वडा कार्यालयहरू, गाउँपालिकाका भवनहरू, यी सपिङ महलहरू, कम्प्लेक्सहरू जस्तै यहाँ पनि देख्न सकिन्छ नि होइन। हामी कति सपिङ मलमै गएर किन्छौँ, किनभने हामीलाई अन्त गरेर फुर्सद छ त छैन नि। अन्त यस्ता चिजहरू भोलिका पुस्ताहरूलाई पनि आवश्यक हुन्छ, चाहन्छन्। तर त्यो एउटा सरकारले मर्म र भावना युवाहरूका नबुझ्दाको परिणाम हो। तर त्यो आन्दोलनमा चाहिँ पक्कै पनि युवाहरूले ती चिजहरू तोडफोड गर्ने हैसियत र उसले गएका थिएनन्। यो पक्कै पनि बिचमा कसैको घुसपेट नै जस्तो लाग्छ मलाई। हजुर। अनि अब तपाईँसँग म भलाकुसारी गर्दा गर्दै अब धेरै समय नभए पनि प्रश्नहरू फेरि जोड्न मन लाग्यो। हुन त हाम्रो नेपाल देश, नेपाल सरकार कहिले पनि सुध्रेनन् त्यो थाहा भएन। नेपाली जनता चाहिँ नै हामी जस्तो युवाहरू, तपाईँहरू जस्तो अब देशको लागि राम्रो चाहने युवाहरू चाहिँ नै, युवा भनौँ या युवती भनौँ, देशबाट बाहिरिने क्रम पहिले पनि कम त भएको थिएन। तर मैले अहिले बुझ्दाखेरि पहिलेको भन्दा झन् दोबर चाहिँ बाहिरिने क्रमहरू जारी छ।
यो के गर्दाखेरि चाहिँ हुन्थ्यो र के गर्दाखेरि चाहिँ रोकिन्थ्यो। अब युवाहरू बाहिर नगइदिएको भए हुन्थ्यो भन्ने सबैलाई लाग्छ, तर तपाईँले के गर्दाखेरि चाहिँ युवाहरूले देशमा गरिखाने, के गर्दाखेरि चाहिँ युवाहरू नेपाली जनताहरू बाहिर जानु नपर्ला जस्तो तपाईँलाई लाग्छ? पक्कै पनि धेरै राम्रो प्रश्न गर्नुभयो भाइले। र वास्तवमा म के भन्न चाहन्छु भने भाइ, यो विदेश जाने आउने क्रमको भनेको यो परिवर्तन मात्रै स्वरूप भएको। पहिला पनि विदेश कस्तो हुन्थ्यो भने हाम्रा बाजे पुर्खाहरू मलायको लाउरे, सिङ्गापुर लाउरे, इन्डियन आर्मीमा जानुभएको थियो। त्यति बेला त झन् ज्यान जोखिममा थियो, किनभने लडाइँमा जाँदा, पल्टनमा जाँदा त्यो ज्यान फर्केर आउँथ्यो पनि आउँदैन पनि थियो होइन। तर धेरै हाम्रो दोस्रो विश्वयुद्ध, पहिलो विश्वयुद्धमा त जानुभएको हो नि त। तर अहिलेको परिश्रम भनेको त्यो छैन, किनभने परदेशमा आउने, अलिकति आफूले सोचेको केही मेहनत गर्ने, यहाँको सानो पैसा नेपाल अलिकति ठुलो हुन्छ, त्यसले लगानी व्यवसायहरू बढाउने। तर यो ट्रेड भनेको अब जस्तै चाइना पनि हेरौँ न, कति विकसित राष्ट्र छ। चाइनिजहरू विश्वको जुनै कुरामा व्यापार व्यवसाय मेहनतमा छन्, हो कि होइन भन्नु त। तर नेपालमा के हुनु पर्थ्यो भने मान्छे अब अलिकति एयरपोर्टमा गएर रुवाबासी गर्ने, अनि त्यहाँबाट त्यो नानीहरूलाई मतलब एउटा भिडियो बनाउने, अनि त्यहाँबाट हामीले गरेर कर चलेर हामीले गरेको छौँ भने त्यो भन्दा पनि वास्तवमा हाम्रो सानो सहयोगले एउटा राष्ट्रलाई केही हुन्छ भने एउटा राम्रो मेहनत र परिश्रम गरेर भोलि हाम्रा भावी पुस्ताले दुःख नपाउन् भन्ने कुरा हो। तर यो सही पहिला के थियो भन्दाखेरि राज संस्थाले मान्छेहरू 2007 सालदेखि यता मात्रै मान्छेले पढ्न लेख्न पाएका हुन् होइन। अब त्यहाँदेखि यता पढ्न लेख्न पाए, अब मतलब राज संस्थाले चाहिँ विभिन्न अधिकारहरूलाई कुण्ठित गरेको थियो। नेपाली जनताहरूका छोराछोरीहरूलाई पढ्नदेखि लिएर हरेक कुराहरू, राणा शासन भयो, पञ्चायत भयो, र ती शासनहरूको व्यवस्था उल्ट्याएर चाहिँ एउटा नेपालमा चाहिँ गणतन्त्र नेपालमा आइपुग्दाखेरिसम्म अब यो व्यवस्थालाई अझै सुदृढ, अझै व्यवस्थित बनाउनु पर्थ्यो। जुन त अब बनाउँदै सरकारले खेल्नु पर्ने भूमिका पनि, सरकार पनि भ्रष्टाचार जनताको अपेक्षा अनुसार देखिएन। र त्यो नदेखिनको कारण चाहिँ अलिकति यो नेपालमा अहिलेको अवस्था भएको हो। र विदेश चाहिँ भाइ के हुन्छ भने विदेश आउने जाने क्रम सबैको हुन्छ। र विदेश अब यहाँबाट नि त नेपालीहरू कति गएर हाम्रो देशमा काम गरिरहेका छन्, हाम्रो देशको अर्को देशमा होइन। यसरी आउने जाने क्रम हुन्छ। यसलाई ठुलो रूप गर्नु हुँदैन। अलिकति आफू सक्षम भएपछि हामी लगानी गर्ने र फर्किने त हाम्रो देश नै हो नि, होइन र? त्यो पनि हो। र अर्को कुरा मैले भन्न खोजेको वास्तवमा चाहिँ के भने, हामी नेपालीले नेपालमै केही गरेर खान सक्ने स्थिति सरकारबाट छैन अहिले होइन। सरकारबाट हामीलाई त्यो आश र त्यो प्रलोभन सरकारबाट हामीले नदेखे पनि भयो। तर पनि हामी नेपाली युवाहरू विदेशिनुको सट्टा नेपालमै सरकारले हामीलाई केही रोजगारी, बरु सानो होस् थोरै होस्, नेपालमै सबैलाई केही रोजगारी खोलिदिएदेखि, हामीलाई त्यो केही जबको अपर्च्युनिटी दिएदेखि प्राय जस्तो मान्छे बाहिर विदेशिनु पर्दैन थियो होला। त्यो विषयमा चाहिँ हजुरले के भन्नुहुन्छ भन्ने मेरो प्रश्न हो। वास्तवमा भाइको प्रश्न मैले बुझेँ। र वास्तवमा भन्नुपर्दा चाहिँ के चाहिँ हो भन्दाखेरि, वास्तवमा यो कुरो अलिकति उठाउनु भयो है। वास्तवमा हाम्रो छिमेकी राष्ट्र होइन, अब कस्तो भने छिमेकी राष्ट्र भारत र नेपाल अथवा भारत र चाइनाको बिचमा हामी छौँ हो। दक्षिणमा भारत छ, अनि त्यहाँबाट उत्तरमा चाइना। अब के छ भन्दाखेरि पहिला हामी मतलब आत्मनिर्भर, हामीलाई चाहिने चिज हामीले आफै उत्पादन गर्न सक्नु पर्यो, हो कि होइन भन्नु त? अब बिहानदेखि बेलुका अब हामीले नुनदेखि तेलदेखि लिएर हरेक कुराहरू बाहिरबाट मगाएका छौँ होइन। अब विदेशबाटै हामी आयात गरेर खाँदैछौँ। तर पहिला हामी यी कुराहरू आत्मनिर्भर हुनुपर्छ। अब विदेशबाट हामीले आफ्नै देशमा लगानी भित्र्याएर चाहिँ अब त्यहाँका भएका रोजगारीहरू अब अहिले भन्छन्, अब हेर्नु न, अब अहिले के अरे निजी क्षेत्रबाट भएका लगानीका चाहिँ रोजगारीहरू कटौती गरे, त्यो कुनै न कुनै एउटा नेपालीकै छोराले त्यो जाहिर खाएको होइन र। अनि अब रोजगारहरू हरेक घरमा चाहिँ रोजगारहरू उत्पादन गर्ने वास्तवमा सरकारले अलिकति भाइले भने जस्तो सरकारले पनि वातावरण चाहिँ बनाइदिनुपर्छ हो। त्यो नबनाएकै हो। र त्यो नबनाएको कारणले गर्दाखेरि अहिलेको यो आवाज मतलब विद्रोह अलिकति यो चलखेल चाहिँ भएकै हो। र अहिले अब थोरै अब समयले नेटो काट्दैछ। अब थोरै 2-3वटा प्रश्न मात्र गर्न चाहे तपाईँलाई, सर्टकटमा दिनु होला। जस्तै अहिले नेपालमा अब 6 महिने सरकार सुशीला कार्की अहिले हुनुभएको छ PM नेपालको। उहाँले कस्तो खालको चाहिने व्यवस्था गरिदिएदेखि हुने, कस्तो खालको उहाँले
नियम कानुन लगाइदिए व्यवस्था गरिदिएदेखि नेपालमा भ्रष्टाचार कम हुने र पहिलेको जस्तो फेरि पनि आन्दोलनमा उत्रिन नपरोस् खालको उहाँले गरिदिनु भएदेखि हुने भन्दाखेरि उहाँले कस्तो खालको चाहिँ नै नेपालमा कानुन र व्यवस्था गरिदिँदाखेरि हुने समग्रमा व्यवस्था गरिदिँदाखेरि हुने जस्तो लाग्छ हजुर? पक्कै पनि यो प्रश्न एकदम संवेदनशील प्रश्न सोध्नुभयो। हुन त म कुनै विज्ञ होइन, त्यही पनि भाइले सोधिहालेको प्रश्न म के भन्न चाहन्छु भने वास्तवमा नेपालमा भ्रष्टाचारी भनेको ब्युरोक्रेसीको माध्यमबाट जति पनि जुन भ्रष्टाचारहरू मालपोत भए होइन, मतलब विभिन्न क्षेत्र मालपोतहरू भए अथवा सार्वजनिक क्षेत्रहरूमा जुन जुन क्षेत्रमा भ्रष्टाचार भएका छन् अथवा राजनीतिक दलहरूमा भएका छन्, 2047 सालदेखि यताका सार्वजनिक सेवाको पदमा जो बस्नुभएको सबैको सम्पत्ति छानबिन हुनुपर्छ होइन। र सुशीला कार्कीको नेतृत्वको सरकारले जति पनि भ्रष्टाचारका चाङ लागेका भ्रष्टाचारका फाइलहरू छन् त्यो खोल्नुपर्छ। र अर्को कुरो, कार्यकारी राष्ट्रपति प्रधानमन्त्रीको प्रत्यक्ष जनताबाट निर्वाचन भयो भने चाहिँ यो समस्याको समाधान हुन्छ होला पक्कै पनि। ल हवस् त। अनि अब जाँदै अन्तिममा नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई मेरो तर्फबाट शुभकामना अघि पनि छोडे है। राम्रोसँग चाडबाड मनाउनु होला, खुसी रहनु होला, स्वस्थ रहनु होला। तपाईहरू पनि आफू पनि सक्षम रहनु होला, अरूलाई पनि सक्षम रहने र अरूलाई पनि राम्रो कुरा सिकाउने तिर लाग्नु होला। राम्रोसँगले आफ्नो घर परिवार भनौँ अथवा साथीभाइ सबैसँग भिजेर बस्नु होला भन्दै यता दाइलाई फेरि पनि भने यो पक्कै पनि नमस्कार सम्पूर्ण आमा बुवा। यो चाडबाडको उपलक्ष्यमा तपाईँ के भन्न चाहनुहुन्छ? नमस्कार र सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, देश परदेशमा छरिएर रहनुभएका जति पनि नेपालीहरू हुनुहुन्छ उहाँहरूलाई 2082 सालको बडा दसैँ तिहार र छठको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना। र जुन नेपालमा अहिले यो घटेको परिस्थितिहरू छ, यो परिस्थितिहरूको सामना गर्दै यो परिस्थितिबाट सबैलाई मतलब माथि उठ्ने प्रयत्न चाहिँ बडा दसैँको दुर्गा माताले चाहिँ सबैलाई रक्षा गरून् भन्दै सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक मङ्गलमय शुभकामना। अनि लौ त दर्शकबिनहरू, मेरो साथीभाइ दिदीबहिनी दाजुभाइ जो पनि हेरिरहनु भएको छ, तपाईहरूको समय अलिकति यो भिडियोले खाइदिन सक्छ। त्यही पनि हजुरहरूले मनमा रिस नराखी के नराखी एउटा परदेशी भाइले एउटा अर्काको देशमा गएर पनि परदेशी भाइले नेपाललाई सम्झ्यो, नेपालको चाडबाडलाई सम्झ्यो, देशको मायाले यति भिडियो हामीलाई देखाउने कोसिस गर्यो अथवा देखायो भन्ने हिसाबले पनि मनमा उठेको रिस केही छ अथवा यसले समय खाइदियो भन्ने खालको त्यस्तो केही छ भने ती कुरालाई यो भिडियोले हेरेर यो भिडियोले हजुरहरूलाई पक्कै पनि के अरे मनमा नराम्रो नकारात्मक सोच नजाओस् भन्ने धारणा लिँदै म मनोज साय राई आज तपाईँहरूबाट बिदा हुन चाहन्छु। फेरि पनि यस्तै खालको भिडियोहरू लिएर मौका मिल्यो भने हजुर सामु उपस्थित हुनेछु। हवस् त, नमस्ते, धन्यवाद।